आजको हाम्रो थोकपेला सेवा समाजको कार्यक्रम हुनुभन्दा केही झलक अगाडि हाम्रो यहाँ चाहिँ हाम्रो याक्सुङ भाषा लिम्बू भाषाको पालम चाहिँ हाम्रो विजय बेगाजीबाट चाहिँ गइरहेछ। यस्तो छ आजको हाम्रो पालम, तपाईँहरू पनि सुनेर मनोरञ्जन लिनुहोला। यो चाहिँ हाम्रो थोकपेला सेवा समाजको आजको अन्तिम चरणको फुटबल भेटरान्सको लास्ट पहिलो चरणको अन्तिम खेल हुनुभन्दा अगाडि यहाँ चाहिँ हाम्रो खेसेबुङ साइला ओखरे बाजेले चाहिँ सानो पालमबाट चाहिँ हाम्रो खेलको सुरुवाती गर्दै हुनुहुन्छ। अहिलेको तपाईँहरू पनि यहाँ सुन्न सक्नुहुनेछ। यस्तो छ अहिलेको हाम्रो अब केही पश्चाताप हाम्रो फुटबल कार्यक्रम फुटबल सुरु हुन गइरहेछ र आजको फुटबल सुरु हुनुभन्दा अगाडि हाम्रो खेसेबुङ साइलाबाट चाहिँ सानो झलक पालमको हाम्रो वडा खेलकुद मौसम 2082 दोस्रो फुटबल भेटरान फुटबल प्रतियोगिताको आजको पहिलो चरणको अन्तिम खेलको सुरुवाती हुनुभन्दा अगाडि हाम्रो सानो पालम हाम्रो खेसेबुङ साइलाज्यूबाट, यो चाहिँ याक्सुङ भाषा लिम्बू भाषामा हो। तपाईँहरू पनि सुनेर तपाईँहरूले सानो प्रतिक्रिया जनाइदिनु होला है। अबको केही पश्चाताप हाम्रो खेल पूर्ण रूपले सञ्चालन हुन गइरहेछ। यस्तो छ अहिलेको अवस्था है। याक्सुङ साथी बोगानी